आज मेरो सानो बहिनीलाई पानीपुरी खान मन लागे र दिदी पानीपुरी बनाइदिनु न भनिन् है। दिदी भएपछि बहिनीको लागि चाहिँ यति गर्नै पर्यो नि हैन र। पानी बनाउनको लागि अर्ग्यानिक पटेनो, खुर्सानी र अमिलो टिपेर राखेकी छु है। त्यसपछि पानीपुरी फुराउन लागे है र आलु, नुन, मसला, खुर्सानी, तेल, चाउचाउ, प्याज सबै राखेर मिक्स गरे है। सबै मिक्स गरिसकेपछि पानी बनाउन तर्फ लागे है। पानी बनाउनको लागि पटेनो, अमिलो र खुर्सानीको प्रयोग गरेकी छु है। सबै रेडी भइसकेपछि खानातर्फ लाग्यौं है। मेरो बहिनीलाई पानीपुरी धेरै मन परेर दिदी असाध्यै मिठो छ है भनिन् है। दिदी बहिनी मिलेर धेरै पानीपुरी खायौं ल। तपाईहरु पनि घरमा यस्तै बनाएर खानु ल।